Scooty, and this is the reason why this part is पानी पर्दै रहेछ साथीहरु अब हेर्नुस् यति राम्ररी भएको होइन हो बाटो यति खराब रहेछ हैन ट्याक्सी हैन आमामा यस्तो बाटो न हैन हामी यस्तो अनलकी हो कि एकदम राम्ररी दामी एकदम ब्युटिफुल यस्तो ड्रेसहरु पनि नाम चाहिँ के हो भनेर बट दामी रहेछ है अँध्यारो पनि पर मैं मर ही ना जाऊं तेरी ही बातों में खोना मैं चाहूं भिडियो अगेन इट्स बिन राइट हियर आज लामो दिन बादमा फेरि पनि तपाईहरुको सामने एउटा भिडियोको साथमा छु र अहिले भने चाहिँ म एकदम फिलहाल चाहिँ ग्यान्टोकमा छु एन्ड आई एम स्टेइङ इन होटल सो अहिले चाहिँ मैले किन भिडियो बनाउँदैछु भन्दाखेरि चाहिँ फर द फर्स्ट टाइम म चाहिँ अब ग्यान्टोक भिजिट गर्न आँटेको छु ग्यान्टोकको एक दुईवटा जग्गाहरू जान्छु इन माई स्कुटी एन्ड दिस इज द रिजन वाइ आइ एम मेकिङ दिस भिडियो भने चाहिँ अब स्कुटीमा फर्स्ट टाइम ग्यान्टोकमा एक्सप्लोर गर्नेछु अनि मेरो साथमा अरू पनि छ मेरो साथी पनि छ म तपाईँहरूलाई सो आजको अल भिडियो इज अल अबाउट द्याट सो गाइस अहिले भने चाहिँ म एकदम तयार भएर निस्किसकेको छु द स्याडेस्ट पार्ट इज पानी पर्दै रहेछ बाहिर चाहिँ है हिजोसम्म यति मजाले घाम लागिरहेको छ टुडे वी वो जस्ट वान्टेड टु गो आउट पानी परिरहेको छ एन्ड अहिले भने मसँग चाहिँ छ राइडर मिकु राइडर नर्स मसँग छ अब ऊ चाहिँ एकदम राइडिङ सुटमा तयार हुँदैछ एन्ड म चाहिँ यहाँ हेर्नुहोस् गाइस अब मेरो हालत चाहिँ के हुन्छ मलाई याद छैन है सो लेट्स गो तरै भए पनि अब रेडी त भइसकिसक्यो अब जानुपर्छ होला साथीहरू अब हेर्नुहोस् यति राम्ररी भएको होइन हो पानी पर्दैछ सो अब हाम्नुपर्ने आङ्काको गुम्पा हामी आइरहेको छौँ बाटो यति खराब रहेछ होइन सेतो जुत्ता लगाएर आएको पानी पनि परिरहेको थियो होइन आमामा यस्तो बाटो रहेछ कि बट वर्थ इट सी यो चाहिँ हो राङ्काको गुम्पा रुमटेकको गुम्थाम जानु भनेको कि बट बेलुका हुन आँट्यो किनभने आफ्टरनुन अलरेडी भइसक्यो नि त लेट्स सी अब के हुन्छ मेक वी सेयर दिन चाहिँ यस्तो खराब भयो गाइस यस्तो अनलकी हो कि यो के हो होइन लाइक द डे वी डोन्ट वान्ट टु गो आउट यति मजाले घाम लाग्छ होइन आज चाहिँ हामी बिहानै डिसाइड गरेको थियो क्लास छिटो सक्यो भने चाहिँ अब राति नफर्किने किन भन्दाखेरि चाहिँ अब बाटोमा प्रब्लम हुन्छ राति राइड गर्नु भनेर चाहिँ सोचेको होइन पानी आयो यार बट इट्स वर्थ इट आई अलवेज वान्टेड टु कम यत्रो दिन पर्छ ग्यान्टोकमा बस्न होइन बट अहिले भने चाहिँ हामी एकदम यहाँबाट फर्किँदैछौँ एन्ड त्यस्तो ड्रेसहरू पनि लगाएर खिच्दा हुने रहेछ फोटो बट हामीलाई चाहिँ याद भएन सो हामीले नलाइकन नै यहाँ चाहिँ हामीले यस्तो लुगा पनि पाउँदो रहेछ होइन त्यो चाहिँ हामीलाई याद थिएन तर हामी फेरि फर्केर लुगा लगाएर फेरि आएर फोटो त्यो ड्रेस लगाएर पुरा फोटो खिच्नु मन पऱ्यो कि अन्त लगाएर फोटो खिचेको सो गाइस लेट्स मुभ फ्रम हियर साथी चाहिँ निस्क्यो हो मलाई छोडेर सो गाइस वी आर अन द वे टु ग्यान्टोक अनि यो सब देखेको छु तपाईँको ग्यान्टोक हो अनि दिस साइड इज राङ्का गाइस अहिले भने चाहिँ हामी यो साइडमा छौँ होइन तपाईँहरूले यो सबै देख्नु भएको छ ग्यान्टोकको ग्यान्टोकको वेस्ट पोइन्ट मल ग्यान्टोकको वेस्ट पोइन्ट मल हो यो चाहिँ एन्ड गाइस आई डोन्ट नो वाट इज द्याट यो पर चाहिँ एन्ड दिस इज एसटिएनएम हस्पिटल गाइस Guys, first time exploring Gangtok वरिपरि in scooty. Guys, अहिले भने चाहिँ हामी राङ्का मोनास्ट्रीबाट फर्किँदैछौँ हो यहाँनिर एउटा दामी चिज जस्तो रहेछ
आई डोन्ट नो यो पुलको नाम चाहिँ के हो भनेर, बट दामी रहेछ है। अँध्यारो पनि हुन थियो खोला। गाइस अहिले आइपुगेको छौँ लुइङ गार्डन। लुइङ गार्डनको भ्यू तपाईँहरूलाई देखाइदिन्छु। एन्ड गाइस मैले चाहिँ नि फर्स्ट टाइम युट्युबको भिडियो बनाउँदाखेरि स्टार्ट मैले यो जग्गाबाट गरेको थिएँ होइन। एन्ड फाइनली आफ्टर सो मेनी इयर्स आई एम हियर। अनि कस्तो खुसी लाग्यो यार। यो सबै उयोहरू पहिला बनाएकै थिएन होइन, बट अहिले चाहिँ बनाइसकेछ। आई थिङ्क वी विल नट स्टे देयर बिकज यहाँदेखिको चाहिँ काउन्टर चाहिँ माथि हो नि त, काउन्टर इज देयर होइन। सो मैले चाहिँ 2020 आई थिङ्क 23को 15 अगस्तदेखि यहाँमा जाउँ न बनाउँदाखेरि चाहिँ मैले जब भिडियो बनाउनु थालेको थिएँ नि तब चाहिँ मैले सुरुवात गरेको थिएँ लुइङ गार्डनबाट। सी गाइस एन्ड गाइस फाइनली हामी चाहिँ लुइङ गार्डन आएर पनि कुछ खाएर पनि नाउ वी आर लिभिङ होइन। के खायो म तपाईँलाई देखाउँछु ल। वी ह्याड चिल्ली मोमो, कफी एन्ड चिकन कर्न डग खाएको थियो कि। सो नाउ वी आर गोइङ ब्याक टु रुम। आई थिङ्क हामी झाँक्री फल्स पनि जान्छु भनेको थियौँ कि, तर इट्स अहिले एकदम राति भइसक्यो कि झाँक्री फल्स त गएर आई डोन्ट थिङ्क सो इट विल बी गुड आइडिया टु गो देयर। सो गाइस आज चाहिँ मेरो राइड एकदमै राम्रो भयो होइन। अन्त गान्तोकको एक दुईवटा जग्गाहरू पनि घुम्यौँ। अनि यो चाहिँ मेरो फर्स्ट टाइम थियो राइड, स्कुटीमा राइड गरेको मैले आफ्नो होम टाउनदेखिको बाहिर। एन्ड इट वाज अ वन्डरफुल एक्सपिरियन्स। अनि अर्को एक्सपिरियन्स चाहिँ के पनि भयो भन्दाखेरि चाहिँ नो म्याटर होइन, अब हामीलाई ट्राफिक रुल्सहरू याद भए पनि तर यु हेभ टु बी सेफ बाई यर सेल्फ ओन्ली। किनभने आफू सेफ हुँदाहुँदै आफ्नो राइड हुँदाहुँदै पनि अरू मान्छे चाहिँ ब्याङबुङ आइदिँदो रहेछ कि। यो मलाई सबैले भन्ने गर्थ्यो कि, तर टुडे आई एक्सपिरियन्स। बट ओभरअल आजको राइड एकदमै राम्रो भयो। बाई। म चाहिँ रुम पनि आइपुगेँ होइन। दिस इज माई अब गान्तोकमा आज लास्ट दिन हो। अनि यो रुममा पनि अनि मिररमा पनि आज मेरो लास्ट दिन हो। सो आइ एम मेकिङ द भिडियो एन्डिङ भिडियो फ्रम हियर। अनि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो है। दिस वाज माई फर्स्ट एक्सपिरियन्स राइडिङ अ स्कुटी यत्रो आफ्नो होम टाउनदेखि बाहिर। एन्ड इट वेन्ट वेल। सो तपाईँहरू पनि अनि चाहिँ तपाईँहरू पनि होइन होइन अनि तपाईँहरू पनि इफ एनीबडी वान्ट्स, अब तपाईँहरूलाई डर लाग्छ भने चाहिँ सुन्यो होला, लडेगा पडेगा चलाएगा मरेगा। मलाई चाहिँ अब डर पनि लाग्दै थियो, तर मसित चाहिँ अब साथी छ नि त मेरो त होइन। अनि साथी चाहिँ एकदम राइडर हो, अब उसलाई त एक्सपिरियन्स छ राइडको। सो त्यही भएर होला मलाई चाहिँ अब त्यस्तो सजिलै पर्यो भनौँ न। सो टुमरो आइ एम गोइङ नाम्ची ब्याक। अनि त्यसको पनि म भिडियो बनाउँछु। सो thank you for watching. Bye bye. Take care. Ani chai, don't forget to like, share, comment and subscribe to my channel. Bye. Take care.